अनि त्यसपछि राजाले परीलाई खुल्ला हुन दियो। काका तपाईँले चाहिँ कहिले साँच्चै केको परी देख्नु भएको छ? देखेको छु, तर तिमीले सोचेको जस्तो परी होइन। मतलब आकाशबाट आएकी परी होइन, टाढाको संसारबाट आएकी परी, जो अर्केको नजरमा पर्न सक्दैन। हरेक रात जब चन्द्रमाको उज्यालो किरण चिहानमाथि पर्थ्यो, त्यति बेला त्यो परी देखा पर्थिन्। अनि नाम चाहिँ के हो त त्यो परीको? अरूको लागि भूत प्रेत, तर मेरो लागि चिहानकी परी। चिहानकी परी? चिहानकी परी। अनि त्यो परीलाई देख्दा तपाईँलाई डर लाग्दैन थियो? म बाहेक सबै गाउँलेहरू डराउँथे, किनकि उनीहरूलाई थाहा थिएन त्यो परी कसैलाई दुःख दिन आएकी थिएनन्। उनी त दुखी र एक्लो भएको आत्मालाई शान्ति दिन आएकी थिइन्। एक्लो र दुःखमा भएको आत्मा? को त्यो आत्मा चाहिँ? त्यो आत्मा काका के सोच्नु भएको? अनि त्यसपछि के भयो भन्नु न। अनि त्यसपछि गाउँलेहरू झन् डराउन थाल्यो। एक रात उनीहरूले परीलाई लखेट्नुपर्छ भन्ने निर्णय गर्यो। अनि त्यसपछि सबैजना लट्ठी र टर्च लिएर चिहान पुग्यो। चारैतिर अँध्यारो थियो, चिसो हावा चलिरहेको थियो। सबैजना एकजुट भएर त्यो परीलाई खोज्दै थियो। अनि के भयो त काका त्यसपछि? के त्यो परी भेट्यो? गाउँलेहरूले सबैतिर खोज्यो, कोहीले पनि देखेन। अनि सबैजना घर फर्कियो। तर एकजना फर्किएन। तिमीलाई थाहा छ नि, सबले तिमीलाई भूत भन्छ, तर म मात्र तिमीलाई चिहानकी परी भन्छु। त्यही भएर त मलाई आज तिमीले मात्र देख्यौ। तर खासमा तिमी चाहिँ को? कहाँ हो तिम्रो दुनियाँ? आज म तिमीलाई मेरो दुनियाँ देखाउँछु, तर याद राख, त्यहाँ पुगेपछि फर्किनु सजिलो छैन। मलाई सजिलो कुरा मनै पर्दैन। काका अनि त्यो मान्छे फर्किएन? फर्कियो, तर अर्कै मान्छे बनेर। अर्कै मान्छे बनेर? मतलब अर्कै सपना, जीवन र अधुरो इच्छाहरू बोकेर फर्कियो। तँलाई खासमा भएको चाहिँ के हो? न त मजाले खाना खान्छस्, न त हामीसँग मजाले बोल्छस्। गाउँभरि हल्ला छ तर चिहानतिर सेतो साडी लागेको केटीसँग भेट्छस् भनेर अझै केही बोल्दैनस्? आज दिउँसो कहीँ नजाने, तेरो जोखान हेर्न धामी बोलाएको छु। त कौन राय हो? लोङ्गा बा। अनि के भएको रे बाबु तँलाई? मेरो सपनामा एउटा केटी ठुलो ठुलो आँखा भएको मलाई बोलाउँदै कहीँ त लान्छ।
haan Ningma ba man han Cheng mai bhaan बाबु ए बाबु यो मैले फुक्दिएको चामल हो बेलुका सुत्दा सिरानीमा राख्ने है काका अनि के त्यो परी साँच्चीकै गाउँ छोडेर गयो त तर जानुभन्दा अगाडि कसैलाई भेटेर कसलाई? अब म फर्किनुपर्छ। फर्किने कहाँ फर्किने जहाँबाट म आएकी थिएँ त्यो संसारमा यहाँ मेरो बस्ने समय सक्यो। त्यसो भए म नि तिमीसँग आउँछु हुँदैन, तिम्रो संसार यहाँ छ, तिमीलाई अझै धेरै बाँच्न बाँकी छ। तिमीले आफै भनेको होइन मलाई फर्किन सजिलो हुँदैन अनि यति सजिलो छोड्न लाग्यो भनेको थिएँ फर्किन सजिलो हुँदैन, तर तिमीलाई होइन मलाई। तर म बाचा गर्छु, म एक दिन फर्किन्छु तिम्रै संसारको मान्छे भएर। तर त्यति बेला तिमी यस्तै एक्लै र दुःखमा हुनुपर्छ। यो काठमा मेरो यो काठमा नचलाऊ गरी गरी न फक आऊ गरी गरी न जिस्काऊ गरी गरी चिहा कि परी चिहा कि परी। अनि त्यसपछि त्यो परी फेरि कहिले देखिएन? अब त परी फेरि कहिले फर्किँदैन? त्यसको लागि त पर्खिनुपर्छ। पर्खिनुपर्छ? कति पर्खिनुपर्छ? त्यो त यो गाउँलेहरूको हातमा छ। त्यो परीलाई लखेट्ने हो कि भाग 2 मा बोलाउने। चिहा कि परी चिहा कि परी।